हेलो दर्शन नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा राखेको छु र म पनि सन्चै छु। आज चाहिँ हामी यो पाणिनी तपोभूमि दहमा जाँदैछौँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ मैले अब बाइक साइड लगाउँदैछु ल। अनि यताउति यो यहाँको वातावरण देखाउँदैछु हजुरहरूलाई आजको मौसम कस्तो छ हेर्दै जानु है। अनि अब म यस्तो फोटोसोटा खिच्छु होइन भित्र गएर म फोटो खिच्ने अनि भिडियो पनि बनाउँदैछु ल एउटा। अनि मेरो सुदन भाइ थियो मसँग, उसले चाहिँ क्यामेराम्यान गरिरहेको थियो ल। अनि एउटा भिडियो पनि बनाइदिइहालेँ, कस्तो लाग्यो हेर्नुहोस् त। मलाई फेरि अलि लाज लाग्छ कि त्यसैले अनि यो पाणिनी तपोभूमिमा एउटा बनाइदिएछु है। अनि त्यहाँदेखि गाडीहरू थियो अनि मान्छेहरू हुनुहुन्थ्यो अनि यहाँको यसो ब्याकग्राउन्डको सिन पनि निकालिदिएको थियो है भाइले। अनि यहाँ सँगसँगै फेरि म भित्र गएँ अनि त्यहाँ जाँदा फेरि भजन सुरु भइरहेको थियो। आमाहरू दिदी बहिनीहरू सबै आफ्नै आफ्नै तालमा नाचिरहनु भएको थियो है भजनमा। अनि यो भजन चाहिँ बुटोलदेखि आएको रे। अनि यहाँ धेरै भक्तजनहरू हुनुहुन्छ, उहाँहरूले एकदम आनन्दका साथ भिडियोहरू हेरिरहनु भएको छ। अनि यहाँ ऋषि हुनुहुन्छ अनि शिवजी हुनुहुन्छ अनि बाहिर चाहिँ गाडीहरू हुनुहुन्छ। अनि यहाँ चाहिँ भक्तजनहरू धेरै हुनुहुन्छ है। टक्क लाएर यो पाणिनीको मन्दिरहरू छ अनि धेरै रमाइलो थियो है। टक्क लाएर अनि दुई भाइ गएको, पानी पनि आइरहेको थियो बिहान चाहिँ। अनि दिनमा चाहिँ राम्रो भयो मौसम अनि धेरै रमाइलो थियो, धेरै रमाइलो। र हाम्रा यहाँ सिङ्गरहरू हुनुहुन्छ है, लगभग 25-30 जना हुनुहुन्छ कि कोही बजाउनीमा हुनुहुन्छ भने कोही गाउनीमा हुनुहुन्छ। सबै आफ्नो आफ्नो गृह कार्य गर्दै हुनुहुन्छ है उहाँहरूले। ल म चाहिँ अब सकिसक्यो मेला चाहिँ, अब त्यसैले घर आउँदैछु। ददेखि हिँडेको ल। भाइले चाहिँ क्यामेराम्यान गरिरहेछ पछाडि। अहिले चाहिँ म आइसकेको छु यो तिनगिरे भन्ने ठाउँमा। अब यो चाहिँ के भन्छ तिनगिरेको बजार है ल। तपाईँ देख्न सक्नुहुन्छ उता पारितिर। अनि यो चाहिँ बाटो, अनि यो पाल्पा तानसेन जाने बाटो हो भने यता चाहिँ निगाली देउराली। हामी चाहिँ निगाली देउराली आउँदैछौँ ल। म लेन्स पनि मिलाउँदैछु बाइकको। अहिले चाहिँ हामी डाँडाकटेरी भन्ने ठाउँमा आइसकेको छ। अनि एउटा यहाँ गोलो के भन्छ यसलाई खै अब त्यो पनि थाहा भएन है मलाई। अनि बाइक चाहिँ चलाइरह्यो कन्टिन्यू। अनि एउटा बस पनि छ, यो सायद भाइरल बस नै होला जस्तो लाग्यो है। अनि यो चाहिँ खास जाने पैदल। अनि यो चाहिँ अब निगालीको बजार है। त्यहाँनिर चाहिँ पोखराथोक तपाईँहरूले देख्न सक्नुहुन्छ गाइज। अब म त राइडर नै हो, अब राइडर गरिरहनु पर्यो, के गर्ने। अब बाटो यस्तै हो पार। अहिले म निगाली आइसकेको छु, निगालीबाट नि यता लागिसकेँ है अहिले। कुहिरो पनि लाग्छ अनि के गर्ने, यस्तै छ बाटोको हालत। अब रजौसा आँट्या हो, आइसकेँ रजौसा भन्ने ठाउँमा। अब म चाहिँ नास्ता खानको लागि बाइक पार्किङ गर्दैछु है। तपाईँहरू देख्न सक्नुहुन्छ। Thank you so much for watching my video everyone guys.